यहाँको मिस्त्रीको त हो? हैन म हैन हुन ए यो पाइपको मिस्त्री त हो? हजुर हो त किन पानी खोइ बनाउँदैछु नि अन्त पानी त अहिले त कहाँ आउँछ त हौ अन्त नि अब बनाउँदैछु भर्खर त अब सक्नु आँटेछ 15-22 दिन लाग्छ सक्नु अब आउँछ भने खै आएको अनि दियो बनिँदैछ नि अन्त बनाउँछ भनेर त्यसै तपाईँ धम्काएर हुन्छ अन्त काम गरिरहेको छौँ यस्तो घाममा कति आउँछ भन्यो 3 वर्ष भइसक्यो यो पानी बनाएको हैन नि त हौ दाजु अन्त काम गर्नु लाग्छ नि त टाइम अन्त तपाईँले भनेर कहाँ हुन्छ अब आउँछ नि त अन्त अब दाजु बनिँदैछ तपाईँले आउनुपर्छ अहिले भरेको भरे भनेर कहाँ हुन्छ त कति जग्गा अब हामीले पानीहरू छोडिरहेको छ अनि आइरहेको छ अब यो सक्नु आँटेको छ 15-22 दिन लाग्छ त्यहाँबाट त कन्टिन्यू आउँछ नि मेरो त पाइप ल्याउने काम हो पानी ल्याउने काम हो त कहाँ हो दाजु तपाईँले त्यसरी धम्काएर कहाँ हुन्छ हौ अन्त यो त सरदारलाई भन्नुपर्छ हामीलाई भनेर थोरै हुन्छ तपाईँले बात त सही है सरदार चाहिँ को तल मिलन हो नि सरदार तेरो सरदार मिस्त्री हो कि त मिस्त्री हो मिस्त्री त मै हो नि दाजु अब सरदारले जे भन्छ त्यही त काम गर्ने हो अब सरदारले पानी छिटो पुर्याउनु पर्छ भनिरहेको छ घरमा पानी लानुपर्छ घर गाउँमा पानी छिटो दिनुपर्छ भनिरहेको छ तर अब कहाँ हुन्छ त हामीलाई पनि त थाहा छ बिमार हुन्छ टाइम लाग्छ नि त कोही बेला फिटिङ्स हुँदैन कोही बेला सामान हुँदैन कोही बेला घाम लाग्छ घाममा यस्तो जङ्गलमा पानी खाने पानी छैन यहाँ अब खानु घर पुग्नुपर्छ कस्तो साह्रो पर्छ दाजु त्यस्तो हुन्छ तेरो सरदार बैदार म केही जान्दिनँ भरे रातिसम्म मेरो घरमा पानी आउनु अब त्यसो भनेर कहाँ हुन्छ हौ दाजु हामीले काम गरिरहेको छौँ यत्रो अब डाई गर्नुपर्छ के हुन्छ यत्रो अब सक्दैन साथीले कोही बेला आफू मात्रै मिस्त्री छ हत्तु हुँदैन हाम्रो पनि त मासुको तपाईँकै जस्तो मासुको शरीर हो कहाँ हुन्छ हौ दाजु त्यसो भनेर तपाईँले के त्यो धम्काएर पानी बनिन्छ धम्काएर कुट्दाखेरि पानी नै भयो हिर्काउनुहोस् कुट्नुहोस् मलाई फर्काउँछस् त तेरो ठुलो कुरा गर्छस् अरूको घरमा सबैमा पानी आइसक्यो सबले भन्छ पानी आयो खै मेरोमा आएको अब आउँछ नि दाजु हामी काम गर्दैछौँ त्यस्तो भनेर हुन्छ आउँछ नि भरेसम्म पानी आएन भने म तल जान छु खै छ बाटो एन्डाले त मलाई खेलेकै छैन हौ त्यो त काम गर्नु पनि अल्छी लाग्छ हौ यस्तो गाली गर्छ घरि कुट्नु खोज्छ त्यही त तिमी चाहिँ फेरि भागिहाल्छौ म र जहीँ पनि मिस्त्रीमै मात्रै उयो हुँदो रहेछ मिस्त्रीले मात्रै अब जति नै गरे पनि हामी जस्तो सानोतिनो मिस्त्री काम गर्ने गरिखाने लेबर कुल्लीहरू नै मरिदो रहेछ त्यही त हो दाजु त्यही त अब जिन्दगी गरिब दुखी नै हेपाइ खाइन्छ दाजु त्यही त हो भाइ म त काम गर्नु मन परेन हौ जाउँ हौ अल्छी लाग्यो त्यही त हो दाजु के गर्नु यस्तै छ अब मरिन्छ हामी नै अब हामीलाई याद छ नि के गर्नु परिरहेछ काममा होइन अब काम गरिराखेको छौँ सरदारले भनेर जान्छ यति गर्नु भनेर आउँछ गाली गर्छ पाइप फ्याँकिदिन्छु भन्छ कुट्नु खोज्छ त्यही त कहाँ हुन्छ हौ त्यसरी त काम त गरिरहेको छ कति घाममा यस्तो अहिले घाम कस्तो छ भाइ हौ मर्नु हुन्छ हिजो त रातभरि ज्वरो आएर त्यही त दाजु खाएर सुतिन्जेल भयो हिजो त टाउको दुखेर नि यस्तो अब घाममा यस्तो मेहनत गरिरहेको देख्दैन रुनु मनपर्छ कोही बेला त त्यही त हो दाजु आँसु पनि आउँछ आँसु आउँछ नि अब यस्तो हुन्छ कि कराउँछ गाली गर्छ कुट्नु खोज्छ हजुर त्यही त हो हामी जस्तो सानो मान्छेलाई ठुलो मान्छेलाई यसरी भन्नु कहाँ सक्छ त्यही त हामी जस्तोलाई मात्रै हो नि ठिकै छ अब गर्दैछु हजुर ल अब यसलाई जोडेर चाहिँ आज त्यो बुढालाई पानी दिउँ ल ए हुन्छ हेलो दाजु ए भाइ पानी आयो पानी पानी आयो साह्रै राम्रो गर्यो काम साह्रै राम्रो ल दाजु ल अब त्यसै धन्यवाद नरिसाउनु अघि के बोली होला अब नबुझी गाली गर्छौ दाजु होइन सरी भाइ सरी ल दाजु ल सरी